Hello everyone, namaste. After a long time, welcome back to my mini vlogs. आज हामी जाँदैछौँ सिन्त्रा। फुल लोकेसन म डिस्क्रिप्सनमा राखिदिन्छु, हजुरहरू पनि जानु होला। ठाउँ एकदम राम्रो छ, हामीले भन्दा धेरै इन्जोय गर्नु होला है त। अनि नि मैले नि बीचबीचमा डिफ्रेन्ट म्युजिकहरू राखेको छु, किन भन्दा अस्ति मैले एडिट गरेको भिडियोलाई युट्युबले उसलाई एक्सेप्ट नै गरेन के। सो मैले फेरि यो भिडियोहरूलाई चाहिँ क्यापकटबाट गरेको छु कि टिकटकबाट क्यापकटमा गएर अनि छुट्टै म्युजिकहरू राखेको छु। अब हेरौँ के हुन्छ है। लेट्स सी गाइज। भ्यू हेर्नु न कस्तो दामी छ क्या, बाटो पनि खतरा छ है, एकदम डेन्जर, अप्ठ्यारो छ, भिड छ होइन। राम्रोसँग जानु होला हजुरहरू, राम्रोसँग घुम्नु होला। फाइनली हामी चाहिँ बिचतिर पुगिसक्यौँ। माथिबाट हेर्नु न, भ्यू यस्तो दामी देखिन्छ, वाउ वाउ। त्यही हेरेर बसिराखौँ जस्तो हुन्छ क्या होइन। अनि हामी डाँडा पाखा भिर हुँदै फाइनली समुद्रमा पुगिसकेको। समुद्रमा पुगेपछि त फोटो खिच्नै पर्यो, भिडियो बनाउनै पर्यो, टिकटक खिच्नै पर्यो होइन। अनि हामी छोरी मान्छेहरू घुम्न जाने भनेकै फोटो खिच्न, भिडियो बनाउन, टिकटक बनाउन त हो नि होइन र गाइज। अनि अर्को कुरा है हजुरहरूलाई, त्यहाँ चाहिँ कपडा चेन्ज गर्ने ठाउँ छैन ल। बिच त एकदम राम्रो छ, तर कपडा चेन्ज गर्ने ठाउँ चाहिँ छैन। लेडिजहरूलाई चाहिँ अलिक समस्या नै हुँदो रहेछ क्या है। अनि हामी चाहिँ पौडी खेलेको समुद्रमा, तर समुद्रमा होइन, बालुवामा। समुद्रमा त सक्न पऱ्यो नि पौडी खेल्नलाई होइन। हामीले त धेरै इन्जोय गऱ्यौँ, सबै क्लिपहरू राख्न सकिँदैन, यहाँ थोरै मात्र छ। अनि मेरो नि रेसिडेन्सी कार्ड अस्ति नै आएको थियो कि, तर रिसिभ गर्न पाएको थिएन। अस्ति मात्र रिसिभ गरेर राखेको थिएँ। आज साथीहरूले यहीँ ओपन गर भनेर मैले चाहिँ यहीँ ओपन गरिदिएको। अनि हामीले खानेकुरामा चाहिँ हल्का ड्रिङ्क्स र चटपटे बनाएर खाने भनेर लगेको थियौँ। बनायो, खायो, अनि बेलुका भइसकेको थियो। अनि अब चाहिँ हामी फर्किनुपर्छ, राति हुन्छ भनेर चाहिँ हामी फर्केको। उकालो चढ्नु चाहिँ धेरै गाह्रो भएको, र पनि चढ्यौँ। Okay guys, see you next vlog. Bye bye, love you all.